आज चाहिँ हामी जाँदैछौँ चपेटी। सो हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ घरबाट हिँडेको हो अनि मैले चाहिँ खासै बाटोको भिडियोहरू बनाएन नि त। एकैचोटि चपेटी पुगेको भिडियोहरू बनाएँ। हामी चाहिँ पुग्यौँ चपेटी। त्यसपछि पापा छोरा चाहिँ पानीमा खेल्नु थाल्नुभयो खोलामा। अनि छोरा चाहिँ खुब खुसी हुँदै खेल्दै थियो नि त। यता उसको बाबाले चाहिँ खेलाउँदै हुनुहुन्थ्यो बोकेर। पानी ठुलै बग्दो रहेछ नि त। अनि खेलाउँदै हुन्छ, मैले चाहिँ भिडियो बनाइदिँदैछु। अनि एकछिन खेल्नु भएर हामी चाहिँ मासतिर लाग्यौँ। यहाँ चाहिँ धेरै आउनु हुँदो रहेछ मान्छेहरू पौडी खेल्न नुहाउनु। हामी चाहिँ पुलतिर गयौँ। पुलदेखि पनि अलिक मासतिरसम्म गयौँ। मासतिर गएर चटपटे खायौँ। यता चाहिँ फेरि बुढोलाई भिडियो बनाऊँ न भनेर एकछिन बनायौँ। अनि यता तिनजनाको बनाऊँ न भनेको बुढो मान्नु भएन। फेरि फर्क्यौँ हामी त्यहाँबाट। अनि पुलमा एकछिन भिडियो मैले खिचेँ, बनाएँ हामी तिनजनाको। अनि हामी तल आएर चपेटी पर्यटकीय क्षेत्रमा आएर एकछिन फोटो भिडियो लियौँ। त्यहाँदेखि पनि हामी हिँड्यौँ। तल आएर आलुचप मासु चटपटेहरू खाएर हामी चाहिँ घरतिर लाग्यौँ। बाई एभ्रिवान।